एकादशीको नाम योगिनी एकादशी भन्दै उहिलेको जमानामा नि एउटा अलकापुरी भन्ने ठाउँ थियो अरे। त्यहाँ एउटा राजा थिए। अलकापुरीका राजाको नाम थियो कुबेर। कुबेरले शिवजीको पूजा गर्थे। उनको एउटा चेलो थियो गन्धर्व। त्यसलाई फुल टिपेर लिए भन्थ्यो शिवजीको पूजा गर्नु। सधैँभरि फुल टिपेर लिएर आउँथ्यो। भगवानको जय श्रीमन्नारायण।
यतिपतिपतिभैनं कौशिकाधीशचन्द्रं शकटकुमरशरतं वारिसिंहारिभक्तं कमलनयनमार्यानन्दवरेकशिष्यं सकलगुणवरिष्ठं योगिराजं भजामि। म भूमिका नमालिकन विषयवस्तु प्रवेश गरेँ। समय थोरै छ। मञ्चासीन सम्पूर्ण आचार्य समितिहरूलाई नमन गर्दै यो पाठशाला अंशको अभ्यास गर्न जान्छ। भक्तजन, हामी 2-4 दिनदेखि कथा प्रवचन भगवान आत्मा परमात्मा चित अचित स्वरूपका बारेमा स्वामी महाराजद्वारा विशिष्ट कुराहरू सुन्दै आएका छौँ। अङ्गुर खान स्याउ खान सजिलो हुन्छ भोग लाउन, तर नरिवल भोग लाउन गाह्रो हुन्छ। स्वामीले नरिवल दिनुभएको छ, त्यो नरिवल फोर्न गाह्रो हुन्छ, एकदम होसियारले फोर्यो भने